थेट हे तेरिका थेट यस्तो अलि माथि पुग्छु म फर्किन् तिमी जाने भए जाम अलि माथि हो र म आउँछु नि त म आउँछु हेरेर जाँदै गर भेटाउँछु होला सायद ल म चाहिँ यस्तै हुन्छ जहिले पनि यस्तै हुन्छ हैन क्यामेरै अन भएर हिँड्छ गाइस सो स्याड त्यो म चाहिँ अघि भर्खर दुईटा मेरो गलीको बाटो काटेको थियो त्यो चाहिँ छ कि छैन हेर्नलाई हेरेर रहेछौ भने हालौँ ल रहन्छ भने ब्याड लक यार खतरा दुईटा क्लिप थियो लाइक जोस् जङ्गली जनावरहरू बाटो है यस्तो छ क्रोएसियाको बाटो पनि यस्तो हुन्छ अब हामी डाँडा जाँदैछौँ र कस्तो छ हेरौँ होला ओहो हो हो यहाँ त के हो जान मनाइ छ कि के हो लेट्स गो नडरै जाउँ पुलिस आयो भने चाहिँ गाँडा होला आमामा ओए सक्दैन क्या उकालो ए सक्दैन जस्तो है सक्छ कि सक्दैन होला ठाडै छ उकालो आया थाहा छैन इलिगल हो कि इलिगल हो म गइरहेको छु कोही नभेटोस् हे भगवान् यत्रो ओह्रालो नेसनल पार्क oh fuck yeah fuck I know shit गाइजहरू यत्रो दुःख गरेछ यार त्यो सब्सक्राइब साइकल कतिले छैन उकालोमा गियर चेन्ज गर्ने कुरा पनि भएन जङ्गल पुरै फाँडा रहेछ सकेन जङ्गल पुरै फाँडेको रहेछ क्यामेरा अफ भयो अरे अहिले उकालो यति छ यस्तो उकालो अहिले अन छ क्यामेरा हो साथीले अन गरिदियो भ्लग हावा बनाएर जाने रहेछ मैले आज बनाउँदै नबनाएँ त्यो उता त्यो डल्लो त्यहाँ छ त्यहाँ जाने बाटो हो यो पुरै खेत छ तलतिर बारीहरू थाहा छैन दुःख पाउँछु कि पाउँदिनँ फर्केर जाउँ क्या हो त्यो बाटो जानु पर्यो लेट्स फर्क्यौँ केटा हो अर्को बाटो जानु पर्यो बिस्तारै जान्छु साइकलको सक जानु लाग्छ वेट सक जानु लाग्छ त्यही भएर अफ गरिदिएको उकालोमा अन गर्ने कुरा पनि भएन बिस्तारै जानु पर्यो ब्रेक हाल्नै पनि लाग्दैन रमाइलो भयो रमाइलो छ
आहा चिसो हावा मरिन्छ कि के हो। अब हन्टिङ सन्टिङ देखाउँछु है म, हन्टिङ हान्ने ठाउँहरू यसो देखाउँछ है साथीभाइहरू। आज खतरा दुईवटा मृग भागेको थियो, खै भिडियो त गरे जस्तो लाग्थ्यो, खै अन भएन तेरो क्यामेरा भन्छ। अब मोबाइल हाल्नु परेछ निधारमा, गोप्रो छैन, के गर्नु गाह्रो छ। गोप्रो किन्ने पैसा गरिदिनु होला के अरे क्या, गोप्रो किन्नु पर्ने हुन्छ। अब भ्लग भाइरल गरिदिनु होला, डु सब्सक्राइब केटा हो है। भ्लग भाइरल गरेर टक्क गोप्रो किन्यो भने म बबाल ठाउँ देखाउँछु। यहाँबाट चाहिँ टक्क इन्ट्री। हान्ने जमसम्म हानिदिन्थे, तर अब अहिले आली मिल्दैन क्या गाइजहरू। मेरो चाहिँ पुरै ऊ छ है, जमसम्म हान्ने ट्याक्क लाएर त्यस्तो राम्रो हो। साइकल गतिलो छैन, एउटा साइकल किन्ने पैसा र गोप्रो किन्ने पैसा भयो भने चाहिँ मैले राम्रो आउँछ है कन्टेन्ट। फेरि म पनि बिगिनरै हो साइकलको, तर पनि राम्रो गर्न सक्छु भन्ने चाहिँ मलाई लाग्छ। त्यो माथिको बाटो जाँदैछौँ, अब फर्केर तलसम्म जानुपर्ने हुन्छ। अघि फर्केको बाटो अघिदेखि यहाँबाट माथिको बनाएको थियो ब्लग। साइकलको टायर काम खाँदै ओपन अफ गरौँ। अहिले फेरि भाँच्यो भने मार्छ साउले, गाह्रो पख त। घरसम्म पुग्नु पऱ्यो कि, घरसम्म पुग्यो भने नो टेन्सन फेरि होइन, घरसम्म चाहिँ पुग्नु पऱ्यो त्यही हो। र सब्सक्राइब गरिदिनु होला गाइजहरू। हो आज नेपालमा चाहिँ अघि पनि गरेको थिएँ, तर भ्लगमा छैन होला सायद त्यो कुराहरू। अहिले चाहिँ एकदमै हावा लागिरहेको छ है, थाहा छैन माइक पनि अन छ कि छैन। जे भयो नि होस्, नो टेन्सन। तर नेपालमा चाहिँ एकदम खुसी लाग्छ। बालेन दाई राम्रो गरिदिनु होला प्लिज। प्रधानमन्त्रीज्यू भन्नुपर्ने हुन्छ अब, पहिला दाई भनिन्थ्यो भने अहिले प्रधानमन्त्रीज्यू राम्रो गरिदिनु होला। र केपी ओलीको पक्राउ पनि मैले खबर सुनिरहेको थिएँ बिहानै उठ्ने बित्तिकै होइन, एकदम बवाल। हाम्रो गोर्खाली रगत सुदन गुरुङ या दामी होइन, क्राप दामी। ओ नाइस। सुदन गुरुङको त्यो उसले गर्दाखेरि मलाई एकदम खुसी लागेको छ। खुसी लागेको छ। र त्यसको उपलक्ष्यमा मैले आज सानो मिठो छोटो साइकल लगाएर हानेको छु र हल्ला गर्दै चल्दै यहाँ लडिन्छ, हात छुट्नु हुँदैन। साइकल गतिलो नभएपछि यस्तै हो, निधारमा दुखिसक्यो क्यामेराले गर्दाखेरि। सेट फक अफ। जस नेपालमा चाहिँ नेपाल बन्छ जस्तो लागिरहेछ। सो हामी विदेशी दाजुभाइहरू जो जति पनि छौँ, नेपालमा फर्केर केही गर्न सक्ने वातावरण बनाइदिनु पऱ्यो। त्योभन्दा पहिला त शिक्षा स्वास्थ्य नै हेर्नुपर्छ होइन। शिक्षा र स्वास्थ्य चाहिँ एकदमै नराम्रो छ नेपालको कुरै गर्नुपर्दाखेरि। यो स्वास्थ्यमा ठगी छ, शिक्षामा पनि ठगी छ। यो ताई नतुईको कुराहरू है, ताई नतुईको मैले सुन्छु कि यस्तो उस्तो पढाइ छैन, जाँठा यस्तो उस्तो होइन, यस्तो गर्नु पऱ्यो उस्तो गर्नु पऱ्यो। प्यारेन्ट्सहरूलाई कति दुःख दिएको तिमीहरूले, यो सरकारी स्कुलहरूले होइन। प्यारेन्ट्सहरूलाई कति दुःख दिएको, पैसा कमाउन यति गाह्रो छ नि। आम्मा गड प्रमिस। म पनि बुझ्दैछु अहिले आएर विदेशमा छु नि त अहिले, त्यही भएर अलिकता बुझ्दैछु पैसा कमाउन एकदमै गाह्रो रहेछ। त्यस कारणले सो प्यारेन्ट्सहरूलाई दुःख नदिनु होला। र कतिपय प्यारेन्ट्सहरूले पनि त्यस्तै स्कुलको व्यवस्थापन समितिहरू टाइपको तिनीहरूसँग मिलेर चाहिँ गर्नुपर्छ। बाबा सरकारी स्कुलमा मुजी 3टा ड्रेस हालेर राम्रो पढाइ हुन्छ हुँदैन नि त। बोर्डिङ स्कुलको कुरा गर्दिनँ, ठिक छ, बोर्डिङ स्कुलको कुरा गर्दैन। सरकारी स्कुलमा 3टा मुजी ड्रेस हालेर हुन्छ, ठिक छ, हुन्छ हुँदैन नाना। अघि देखाएको बङ्गुर हो, तर अघि देखेन होला। बदेल ओइ आइज बदेल यति ठुलो छ। कालो बदेल चाहिँ यहाँ खाँदैन है, फेरि कालो बदेल चाहिँ यिनीहरूले मन पराउँदैन र खाँदैन, सस्तो पर्छ। सुँगुर, कालो सुँगुर चाहिँ सस्तो पर्छ। र बुङ्गुर हुन्छ, बुङ्गुर चाहिँ नेपालकै बुङ्गुर, त्यो चाहिँ उनीहरूले अलिकता एक्सपेन्सिभ पर्न जान्छ किनभने उनीहरूले खान्छ, कालो चाहिँ खाँदैन। र सो अब हामी यहाँबाट भित्र छिर्नेछौँ, लास्टै जाडो भइरहेछ।
घाँटी सुकिरहेको छ, जाडो भइरहेछ। तर पनि आज छिरौँ कि अर्को दिन आउँ भन्ने कुरामा म कन्फ्युज छु। र अझै पुरै देखाउँ कि अलिकति क्यामेरा एक्सनले गर्दाखेरि अलिक गाह्रो भइरहेछ। ठिकै छ, बोलिहालेँ। तपाईँलाई एउटा हन्टिङ प्लेस हन्टिङ हाउस चाहिँ म देखाइदिन जान्छु। र सो लेट्स गो केटा हो। सो लेट्स गो। बाटो घुमाएँ। अहिले त यहाँ चाहिँ तातो रहेछ है। किन भन्नुहुन्छ भने यहाँनिर जङ्गलले छेक्यो कि। अनि यो चाहिँ हाम्रो खरबुजबारी पछाडिको यो चाहिँ आलुचा हो। आलुचाहरू अब फुल खेल्दैछन्। आलुचा सबै कुराहरू भर्खरै पलाउँदैछन्। र अहिले चैत महिना पनि हो, त्यसकारण बसन्त ऋतुमा एकदम रमाइलो भइरहेछ। अब जाडो महिना आउट हुँदै गर्मी महिना लाग्नेवाला छ। र अस्ति बिहानसम्म नै हाम्रो यहाँ हिउँ परिरहेको थियो। अब चाहिँ पर्दैन होला मेबी, किनभने जाडो महिना सकेको छ। र साइकलले गर्दा अलिक दुःख दिइरहेछ। गियर चेन्ज पनि खासै सुइटेबल छैन। झन् टाइट भयो यार, झन् टाइट भयो। गियर पनि बिग्रेछ यार, थेट यस्तो गाह्रो छ। यो कसरी लग्यो होला मैले। एउटा हन्टिङ हाउस देखाइदिन्छ अनि फर्किहाल्छु। के थाहा भिडियो भएन कि यतातिरै आएको थियो अघिको मृग घत चाहिँ हान्ने नहोला, त्यस्तो त गर्दैन। बदल भयो भने चाहिँ मार्छ है फेरि मलाई। बदल डराउँदैन। ज्याद्रो पनि हुन्छ। मृगहरू प्लिज मृग देखाइदिनु होला। मृग कहाँ छ मृग? मृगहरू देख्न पायो भने थियो। कस्तो मिठो बाटो काटेर गएको थियो। ओहो, यति माथितिर गएको थियो उता बाटोबाट ठ्याक्क हन्टिङ हाउस कहाँनिर थियो। यहाँ चाहिँ पुरै खेती एग्रिकल्चर हुने ठाउँ हो यो। एकदम अघि उतै माथि जाँड गएको थिएँ र अहिले तल लाइनमा छु। सो साइकल गतिलो छैन, त्यही भएर अलिक यता गुडाउन पाइरहेको छैन। घचेटिएर ल्याइरहेको छु। ठिक छ, त्यहाँनिर हन्टिङ हाउस छ। ओहो, घाँसे मैदान यहाँ पुरै जोतेर राखिरहेछ एकदम। अब त्यही नै हो। ओहो, त्यहाँ रहेछ हन्टिङ हाउस। तर गेम कस्तो छ त्यो हन्टिङ हाउस त। हन्टिङ हाउसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा झ्याल हुन्छ। त्यो झ्यालबाट चाहिँ स्कोपले गनले टार्गेट गर्ने। र नेक्स्ट भनेको भित्र बेडहरू पनि हुन्छ। यहाँ पनि पुरानो हन्टिङ हाउस रहेछ, तर यो सब पुरानो, नयाँ त सबै बेडहरू सहितको हुन्छ हन्टिङ हाउस। यति नम्बरको हन्टिङ हाउस यो भनेर पछाडिको छ बेडहरू भएको, तर चाबी छैन, के गर्नु होइन। यही नै हन्टिङ हाउस। 34 हो कि 54 हो यो नम्बरको हन्टिङ हाउस रहेछ। र जहाँनिर त्यो अगाडिको खोला हो कि तालो, त्यो यहाँनिर रहेछ। त्यहाँ माथि नि रहेछ। हो त्यहाँनिर रहेछ। तिनवटा एकै ठाउँमा। तर यो चाहिँ अलिकता अहिले नै हल्का फुल्का प्रचलनमा आउँछ होला। मेबी बेडसेट रहन्छ, त्यो पनि एउटै पुरानो खालको रहेछ। दाउरा काटेर थुपारेर पुरा वन जङ्गल फाडा नि गरिरहेछन् यिनीहरूले। त्यो चाहिँ अलिकति राम्रो होइन। सानो सानो तालहरू नि रहेछ, ताल जस्तो रहेछ होइन। ल ठिक छ नि त नि। ठिक छ, हाम्रो नेपाल पनि यसरी नै बन्नु पर्यो। त्यही हो, राम्रो हुनु पर्यो। शिक्षा र स्वास्थ्यलाई मेन फोकस गरेर। त्योभन्दा नि पहिला त अब केपी ओलीलाई अठाएको एकदम खुसी भइरहेको थियो। केपी ओलीलाई अर्को के भन्ने थियो, त्यो गृहमन्त्री, त्यसलाई पनि अठाएको रहेछ। नाम चाहिँ बिर्सेँ मैले, रमेश लेखक हो कि के हो, त्यसलाई पनि अठाएको रहेछ। ल यहीँ रहेछ, यो चाहिँ चढेरै देखाइदिन्छु तपाईँहरूलाई। हन्टिङ हाउस
माथि केही रहन्छ खास माथि गएर नि खासै साइकलको मजा मात्रै रहेछ हन्टिङ हाउसमा छिर्दिउँ दिस इज माई साइकल ल यहाँ चाहिँ बसेर ढक्क लाएर